नमस्कार, म डाक्टर तोसीमा कार्की। 1000 माइल दूरीको यात्रा पनि एक पाइलाबाट शुरू हुन्छ र शुरुआत भइसकेको छ। राष्ट्रिय राजनीतिको यस्तो भोलाटाइल स्थितिमा पनि देश तथा विदेशमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूको धैर्य धारण, पार्टीप्रतिको चिन्ता र निरन्तरको साथले गर्दा आज पार्टीमा रिफर्मेशनको एजेण्डा स्थापित हुँदैछ र यो रिफर्मेशनको बहस निकै चोटिलो बन्दै गएको छ। भाद्र 23 र 24 को जनआन्दोलन जेनजी क्रान्तिपछि आजको नेपालले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा पुनर्जागरण खोजिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी पनि यथास्थितिवादमा स्ट्याग्नेन्ट भएर बस्न हुँदैन भन्ने कुरामा म प्रष्ट छु। त्यसैले हाम्रो पार्टीमा पनि वैचारिक तथा सांगठनिक रूपान्तरण र सुदृढीकरणको आवश्यकतालाई यहाँहरूले पनि महसुस गर्नुभएको छ भन्ने विश्वास लिएको छु। रिफर्मेशन आवश्यक छ भन्ने कुरा केन्द्रीय समितिले समेत महसुस गरेर 2 दिनको बैठकपछि कार्तिक 14 र 15 गतेको लागि विस्तारित बैठक गर्ने निर्णय गरिसकेको छ। म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, यो विस्तारित बैठकलाई निकै महत्वका साथ लिनुहोला। यो विशेष परिस्थितिमा निकै महत्वपूर्ण एजेण्डाको लागि हुन लागिरहेको विस्तारित बैठकमा केन्द्रीय समिति, केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, जिल्ला समिति, निर्वाचन क्षेत्र समिति लगायत पालिकासम्मको प्रतिनिधित्व हुने गरी सहभागिता सुनिश्चित गरियोस् भनेर मैले पार्टीको केन्द्रीय सचिवालयलाई लिखित रूपमा पनि अनुरोध गरेको छु। यहाँहरूले पनि आफ्नो प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नको लागि आवश्यक कदमहरू चाल्नुहुनेछ भन्ने विश्वास लिएको छु। अहिलेको राजनीतिक परिस्थितिलाई मार्गनिर्देश गर्नुपर्नेछ। यो जेनजी आन्दोलनका एजेण्डाहरूलाई भरपर्दो अभिभावकत्व दिनुपर्नेछ। त्यसैले सबै अट्ने, सबै खट्ने गरी बृहत्तर राष्ट्रिय हितको लागि र सम्भावित उच्च सफलता हासिल गर्नको लागि पार्टीले गर्नुपर्ने कस्तो रिफर्मेशन, कुन ढाँचामा जाने, कहिलेसम्म गर्ने, कसरी गर्ने भन्ने किसिमका सुझावहरू लिन चाहन्छु। मैले रिफर्मेशनको एजेण्डा उठाउने बित्तिकै केन्द्रीय सभापतिलाई विस्थापित गर्न खोजिएको हो कि अथवा केन्द्रीय सभापतिको विकल्प खोजिएको हो कि भनेर यो मुद्दालाई नै विषान्तर हुने गरी अतिरञ्जित गर्ने प्रयास गरियो। म यहाँहरूलाई फेरि पनि प्रष्ट पार्न चाहन्छु, यो एक व्यक्तिको